र चाहिँ कसैको व्यक्तिको लागि तैँले बोल्नुहोस्, राष्ट्रको लागि बोल्दाखेरि जे होस् नि न्यायालयले पनि एकदम चाहिँ रिहाई गरेकोमा चाहिँ न्यायालयलाई पनि धन्यवाद छ। मेरो तर्फबाट पनि तिमीलाई धेरै धेरै धन्यवाद छ। ल एउटा बुवाको तर्फबाट खुसी हुनुहुन्छ बुवा तपाईँ? म खुसी छु, म खुसी छु। यो 12 दिनको बसाइ कस्तो रह्यो रमाजी? स्वागत छ है तपाईँलाई। हजुर धन्यवाद सबैजनालाई। अब रिहाई हुनुभएको छ, बधाई पनि छ होइन? अब कस्तो रह्यो भन्दा पनि अब हिरासतमा बस्नलाई त त्यति सहज थिएन, किनभने पहिलो अनुभव पनि हो र अब हिरासतमा बस्नलाई कसलाई पो मन लाग्छ र। बुवा बिरामी हुनुहुन्थ्यो र म त्यही क्रममा बुवालाई फलोअपको लागि छाउनी हस्पिटलमा फलोअपमा गइरहेको थिएँ र बिहान 9 बजेको थियो। ठ्याक्क ढोकामा ढकढक गर्नुभयो, को आएछ भनेर हेर्दाखेरि ग्रुपमा मान्छेहरू पस्नुभयो अनि उहाँहरूले मोबाइल थुत्नुभयो। मोबाइलहरू थुतेपछि चाहिँ सिभिलमा हुनुहुन्थ्यो उहाँहरू? सिभिलमा हुनुहुन्थ्यो। अनि तपाईँहरू को हो भनेर भन्दाखेरि चाहिँ हामी सिआइबीबाट आएको, साइबरबाट तपाईँलाई पक्राउ पुँजी छ भन्नुभयो। अनि त्यो भन्दाखेरि के को लागि होला, निवेदक को हो भनेर भन्दा भन्नु भएन। अनि एकजना अब पुलिस नै होला, सिभिलमा हुनुहुन्थ्यो। तपाईँको मान्छेको कोठाभित्र पसिम है सर भनेर मजाले हाँस्नुभयो। अनि को हुनुहुन्छ सर? उहाँ मैले निवेदकको नाम त थाहा पाउनु पर्यो नि भनेर भन्दाखेरि उहाँले भन्नु भएन। नभनिसकेपछि ठिकै छ म मेरो बुवालाई एकल फोन गर्छु न भन्दा पनि दिनु भएन। मसँग 2टा मोबाइल मेरो हातमा थियो, 2टै मोबाइल खोसियो। खोसिसके पछाडि मैले बुवालाई कल गर्न पाइनँ। त्यस पछाडि त्यहाँबाट मुजुल्काहरू उठाउनु भयो। त्यस पछाडि मलाई यहाँ जुन भोटाइटीमा ल्याउनु भयो। भोटाइटीमा ल्याइसके पछाडि उहाँले प्रक्रियामा जानु पर्दो रहेछ र उहाँहरूले अब त्यो सबै फाइलहरू पेश गर्नको लागि अदालत, जिल्ला अदालत कता कता लानुभयो मलाई र अब हिरासतमा लगेर 3 दिन म्याद थप गरियो र हिरासतमा लगेर राखियो। राखिसके पछाडि चाहिँ अब 3 दिन पछाडि मलाई चिन्नुहुने, मलाई माया गर्नुहुने र यो चेलीले चाहिँ नराम्रो बोलेको छैन है, किनभने मैले मेरो पेटभित्र मलाई दाना पानी देऊ र मेरो घर बनाइदेऊ भनेर मैले बोलेको हुँदै होइन। म आफ्नो गरी खाएर बसिरहेको मान्छे हो र त्यस कारणले गर्दाखेरि म यो जनताका लागि म न गृहमन्त्रीसँग मेरो कुनै पनि पर्सनल रिसिपिक र प्रधानमन्त्रीसँग पनि मेरो कुनै पनि रिसिपिक होइन। म एउटा अहिलेको युवा हो। मेरो प्रस्टेसन थियो, त्यो प्रस्टेसन हरेक युवामा छ र कोही मान्छे बोल्न सक्छन्, कोही मान्छे यही डरले बोल्दैनन्। म बोलेँ, म अगाडि आएँ र सबै मान्छेहरूले पेजमा मेरो भिडियो लगेर हालिन्थ्यो। त्यो भिडियोहरू मिलियनसम्म जान्थ्यो र मेरो अनुहार चाहिँ अगाडि टार्गेटमा आयो। त्यस कारणले मलाई यो राज्यले चाहिँ मलाई बन्द गरेर मलाई लगेर थुन्न सक्यो भने अरू युवाहरूको पनि मुख थुनिन सक्छ भनेर यो गरेको हो, तर्साएको हो। तर कुनै पनि व्यक्तिको लागि बोलेको होइन र मैले मेरो दाना पानीको लागि बोलेको होइन। मैले किनभने सबैजनाले बुझ्नु भएको छ, बुझ्नेले त बुझ्नु भएको छ, नबुझ्नेहरूलाई पनि आफै प्रधानमन्त्रीले भन्नुभएको छ म झोले हुँ भनेर। झोलेका झोलेहरूले चाहिँ अब पनि बुझ्न जरुरी छ, किनभने न्यायका लागि लड्नुपर्छ र कोही मान्छेले अन्याय गरेको छ भने त्यो विरुद्ध बोल्नुपर्छ। कसैको पकेट मनी भरेर होइन कि निष्पक्ष तरिकाले, जुन मलाई वकिलहरूले अहिले साथ दिनुभयो जसरी होइन, निष्पक्ष तरिकाले गरिदिनु भएको हो नि त। त्यस कारणले गर्दाखेरि अब मैले यो देशमा केही राम्रो हुनुपर्छ। जति पनि यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चाहिँ राजाले पर्यटक भित्राउनको लागि बनाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले हरेक युवा बेच्नको लागि बनाए जस्तो यो राज्यले गरेको छ। हरेक अहिलेका युवाहरू विदेशिएका छन्। त्यस कारणले मैले कोही पनि धेरै थोरै मान्छेको रहर होला, तर धेरै मान्छेको बाध्यता छ विदेशिनु। त्यस कारणले म आफै पनि भिजिट भिसामा 4 चोटि 4वटा देश घुमेको छु र म आफै पनि ठगिएको व्यक्ति हो। जुन अहिले मैले मेरो मोडगणन्त्य कुरा गरेको होइन सर। जुन न्युजमा आयो अख्तियारले गएर छापा मार्दाखेरि एयरपोर्टमा हामीले गृह मन्त्रालयमा दैनिकी 50 लाख रुपियाँ बुझाउँछौँ भनेर न्युज आयो। न्युज आइसकेपछि म एउटा अहिलेको युवा, त्यस कारणले रवि लामिछानेसँग मेरो बार मैले रवि लामिछानेको कुरा उठाइरहँदाखेरि रवि लामिछानेलाई चाहिँ कुनै पनि उहाँ आफै गृहमन्त्री हुँदाखेरि रमेश लेखकज्यूले भन्नुभएको छ कुनै पनि मन्त्रीको बारेमा क्वेसन उठ्दाखेरि राजीनामा दिने र कानुनलाई सघाउने भनेर उहाँले भन्नुभएको छ। त्यो कुरा चाहिँ उहाँले पालना नगर्नु भएको भएर उहाँ यदि सच्चा हुनुहुन्थ्यो भने, उहाँ राम्रो हुनुहुन्थ्यो भने उहाँमा केही पनि कर्तुत थिएन र उहाँले ठग्नु भएको थिएन। नेपालीलाई भुटानी शरणार्थी बनाउनेहरू पनि देखिहाल्नु भएको होला र यी सोझा साझा नेपालीहरूलाई चाहिँ भिजिट भिसामा बेच्ने प्रक्रिया भएको भएर मैले मेरा लागेका कुराहरू भन्दाखेरि रवि लामिछानेले चाहिँ त्यही केसमा राजीनामा दिनुपर्ने। तपाईँ यदि सच्चा हुनुहुन्छ भने तपाईँलाई किन मान र पदको त्यति धेरै माया लाग्यो त? राजीनामा दिएर अख्तियारलाई सघाउनुहोस्, कानुनलाई सघाउनुहोस्, अनि त्यस पछाडि पनि जनताले तपाईँलाई राम्रो भन्छन् त होइन। अब यो राज्यले जुन अहिलेको प्रधानमन्त्री हुनुहुन्छ केपी शर्मा ओली, उहाँले त जनताका लागि 2टा भए पनि राम्रो काम गर्नुभयो भने जनताले त उहाँलाई, म पहिला केपी शर्मा ओलीलाई भोट दिएको मान्छे हो। दर्शकवृन्द, यति बेला हामी काठमाडौँ जिल्ला अदालत अगाडि रहेका छौँ र यति बेला पछिल्लो समय सामाजिक सञ्जालमा बोलेकै भरमा
प्रहरी नियन्त्रणमा जानुभएकी रमा बस्नेत 12 दिनपछि हिरासतमुक्त हुनुभएको छ। 30,000 धरौटीमा रिहा हुनुभएको छ। उहाँ चाहिँ खोटाङबाट चाहिँ सांसद हुँदै प्रधानमन्त्री हुन् र यस्ता रमा चाहिँ हरेक ठाउँमा जन्मिन् र रमा जस्ता मान्छे हरेक ठाउँमा जन्मिन् भन्ने म चाहन्छु। म एउटा समाजसेवी भएको हैसियतले होइन, बोल्न पनि नहुने रहेछ झोलेहरूलाई। अब झोलेलाई झोले नभने कसलाई झोले भन्ने त हामीले नि भोट दिएर हामीले माथि कुर्सीमा पुर्याएकाले एउटा चाहिँ नि बच्चालाई चाहिँ नि लगेर जेलमा राख्छन्। 12 दिन जुन हिरासतमा बसिसकेपछिको अवस्थामा चाहिँ अभिव्यक्ति स्वतन्त्रता बोलिरहँदाखेरिको अवस्थामा चाहिँ भोलिका दिनमा अरू धेरै रमा बस्नेतहरू छन् जो चाहिँ आफ्नो अभिव्यक्ति स्वतन्त्रता राख्नुहुन्थ्यो, यद्यपि अहिले हिचकिचाउने स्थिति छ। ओहो पक्रिहाल्दो रहेछ, मुद्दा चलाइहाल्दो रहेछ, के गर्ने होला भन्ने जस्तो त्यो खालको मनमा डर छ नि। तपाईँ अहिले निस्किँदै गर्दाखेरि त्यो कुन अवस्थामा हुनुहुन्छ? एउटा निराशामा हुनुहुन्छ कि छैन? म के छु भने मलाई तर्साएर म तर्सिनको लागि र मैले कसैको स्वार्थको लागि बोलेको हुँदै होइन। मेरो नितान्त विचार मैले कसैले भनिदेऊ भनेर कसैको लैलैमा लागेर बोलेको होइन। मेरो नितान्त विचारहरू चाहिँ मैले व्यक्त गरेको मेरो टिकटक आइडीबाट। अब अरूहरू जस्तो गरेर मैले सोसल मिडिया किनेर कसैलाई गएर भन्न सकिनँ। मेरो प्लेटफर्म जे थियो मैले त्यहीबाट सार्वजनिक गरेको हो र मैले त्यसमा त्यस्तो अपशब्द त्यति धेरै गाली गलोज गरे जस्तो लाग्दैन, त्यति धेरै मानहानि गरे जस्तो लाग्दैन होइन। टार्गेट गर्नुभयो कि भने यस्तो कुरा? व्यक्ति टार्गेट यस्तो हो नि त सर, कुनै पनि व्यक्तिको टार्गेट होइन, त्यो भनेको एउटा संस्था हो। प्रधानमन्त्री मन्त्रीहरू सबैजना त्यो व्यक्तिमा गनिँदैनन् सर। व्यक्ति भनेको मैले एउटा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू हुन् र उनीहरूको त्यो एउटा मैले व्यक्तिलाई किटाडी गरेको भन्दा पनि मैले भने नि न रमेश लेखकसँग मेरो केही पनि दुश्मनी छैन, प्रधानमन्त्रीसँग पनि केही छैन, गगन थापासँग पनि मेरो पर्सनल दुश्मन केही पनि छैन। मैले मेरो फ्रस्ट्रेसन पोखेको, मैले अपेक्षा गरे जति केही पनि काम पाइनँ, त्यस कारणले गर्दा मैले मेरो फ्रस्ट्रेसन मात्र पोखेको हो। र मैले अब मलाई यसरी थुन्यो भनेर भोलि नबोल्ने भन्ने चाहिँ हुँदैन, तर बोल्न त म यो आवाज बोल्छु नै, तर कुन तरिकाले बोल्छु भन्ने कुरा चाहिँ म विचार गरेर आफूलाई मन लागेको कुरा चाहिँ अझै पनि व्यक्त गर्छु र अझै पनि राख्छु मेरो टिकटक प्लेटफर्ममा। आङ्कलन गरेका छन् जस्तो पछिल्लो समय जुन प्रधानमन्त्री गृहमन्त्रीज्यू विरुद्धका जुन तपाईँका कुराहरू आए, तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा सक्रिय कुनै पदमा हुनुहुन्छ कि भन्ने आङ्कलन पनि छ? एउटा सदस्यता पनि छुइनँ सर, म एउटा सदस्यता पनि छुइनँ। मलाई हरेक मान्छेहरूले फोन गरेर एउटा सदस्यता मात्रै भए पनि लिदेऊ न, तिमी यति धेरै बोल्छौ राष्ट्रिय स्वतन्त्र पार्टीको लागि, तिमीले यति धेरै हरेक मान्छेहरूले, किनभने अहिले त हजुरहरूलाई थाहा छ नि, अहिले पनि मान्छे बुझ्ने भए भनिन्छ, विकसित देश भनिन्छ, कति धेरै मान्छेले बुझेका छन् भनिन्छ, र पनि अहिले 500 रुपियाँ पैसा र मासु भातमा बिक्ने मान्छेहरू हरेक छन्। किनभने काठमाडौँको मान्छे नबिक्लान्, तर डडेलधुराका मान्छे बिक्दैनन् त। 10,000 पैसा दियो भने एउटा भोटमा बिक्दैन। मेरो यही कुरा हो कि कोही पनि तपाईँको घरबाट तपाईँको बुवा उठ्नुहुन्छ भने पनि तपाईँले दिएको मत खेर नजाओस्, सही र गलत छुट्याएर मत दिनुहोस् है। तपाईँले दिएको मत तपाईँलाई रिग्रेट फिल नहोस्, मैले छ्याट बिचै दिएछु भन्ने नहोस्। राम्रो मान्छेलाई मत दिनुहोस् र यो देशमा जसले राम्रो गर्छ त्यसको लागि तारिफ त गर्नै पर्यो हो कि होइन। उसलाई थोरै भए पनि हौसलाले गर्दा अझ प्रोत्साहन भएर राम्रो काम गर्नको लागि उसलाई त्यति भए पनि हुन्छ नि त। नराम्रो गर्नेलाई त खबरदारी गर्छु त सर, म भोटर हो, मैले मन लागेको कुरा बोल्न पाउँछु र कतिसम्म बोल्ने नबोल्ने भन्ने चाहिँ हजुरले भनिहाल्नुभयो हिरासतको बसाइ कस्तो भयो भनेर। त्यो अनुभवहरू बटुले के बोल्नु हुँदो रहेछ, के बोल्नु, थोरै शब्द हजुर धेरै अनुभवहरू भयो, कति कुराहरू जानेको थिइनँ। म एउटा शिक्षित विद्यार्थी चाहिँ हुँ, तर कानुन विज्ञ थिइनँ, कानुन मैले भित्र रूपमा मजाले बुझेको थिइनँ। तर मेरो केसलाई लिएर यति धेरै गहिरिएर जानुपर्ने र सरकार डराउनु पर्ने केही पनि थिएन। म एउटा सामान्य नागरिक हो, म कुनै पनि न पदमा भएको मान्छे हो, न कुनै पनि पार्टीमा आबद्ध भएको मान्छे हो, र मसँग प्रधानमन्त्री डराउने हो कि आफ्नो काम गर्ने हो, जनताका लागि दुईटा भए पनि राम्रो काम गरेर देखाउने हो। र त्यति धेरै इज्जतको त्यति धेरै माया लाग्छ भने सदनमा गएर बस्ने होइन, राजीनामा दिने अर्को व्यक्ति आउँछ नि, क्षमतावान व्यक्ति आउँछ। मेरो त्यही कुरा हो सर। उहाँलाई जुन अभिव्यक्ति छ राष्ट्रियता भनौँ अथवा जुन सत्ता सुशासनको लागि जे बोल्नुहुन्छ नि, तपाईँलाई धेरैले आशा गरेका छन् तपाईँ जतिको एउटा सबै कुरामा निपुण व्यक्तित्व चाहिँ राजनीतिक हिसाबमा अगाडि आइदिए हुन्थ्यो भन्ने अपेक्षा छ नि। भोलिको दिनमा के हुन्छ? मैले सोचेको थिएँ, मेरो राजनीतिमा कुनै पनि इन्टेन्सन पनि थिएन र मलाई त्यस्तो धेरै इन्ट्रेस्ट पनि थिएन राजनीतिमा आउँछु भनेर बोलेको होइन। मलाई भने नि, म रवि लामिछानेको पहिलादेखि नै फ्यान, मैले न्युज 24 चलाउँदादेखि नै रवि लामिछाने सरको, किनभने कोही व्यक्तिले राम्रो काम गरिरहेछ, एउटा चेली चाहिँ विदेशमा बेचिरहेको छ, उसको उद्धार गर्छ भने उसलाई जय जयकार गर्ने कि नगर्ने, उसलाई भगवान् मान्ने कि नमान्ने, तपाईँको घरको व्यक्ति गएर फसेको
छ ऊ मार्फत तपाईँलाई ल्याइदियो भने तपाईँले त भगवान् मान्नुहुन्छ नि त होइन तर त्यो त राज्यले गर्नुपर्ने काम हो कुनै पनि मन्त्रीले गर्नुपर्ने काम एउटा साधारण व्यक्तिले गरेको छ भने उसलाई राम्रो मान्ने कि नमान्ने त्यस कारणले म उसको फ्यान भएको उसले एउटा समाचार वाचन गरिरहँदाखेरि एउटा पत्रकारले गर्ने तपाईँले के गर्नु तपाईँ एउटा पत्रकार भएको हैसियतले के भन्छु भने तपाईँले सत्य तथ्य समाचारहरू सम्प्रेषण गर्ने हो राइट तपाईँले विदेशमा गएर बेचिएका छोरीचेलीहरूको उद्धार गर्नुपर्ने जरुरी छैन तर तपाईँको काम के हो सत्य तथ्य समाचारहरू सम्प्रेषण गर्ने हो तर उसले राज्यले गर्ने काम गरेको छ मन्त्रीले गर्ने काम गरेको छ र कालीकोटमा 15 बेडको हस्पिटल बनाएको छ होइन त हरेक चेलीहरूको एउटा के भन्छ बोक्सीको आरोप लाएर निर्यात कुटपिट भएको मान्छेलाई न्याय दिएको छ अस्पताल लुटिँदै गर्दाखेरि लुट्नुभन्दा अगाडि पुगेका छन् अस्पताल जोगाइदिएका छन् त्यो त थियो त होइन राम्रो काम थियो राम्रोलाई राम्रो भन्न पाइयो अनि मान्छेले के भन्छन् भने चन्दा उठाएर भन्छन् तपाईँलाई मैले मेरो टाइम खर्चेर कोही मार्फत होटलमा है फेरि मैले हस्पिटल भने क्या होटलमा जुन कुनै युवतीको कुनै चेलीको होइन अस्मिता लुट्ने खालको त्यो योजना बन्दै गर्दा टिचरले एउटा टिचरले जोगाइदिएका छन् त्यो त मान्नु पर्यो त्यसलाई मान्नु पर्यो नि त हो सर मेरो भिडियोहरूमा अधिकांश भिडियोहरूमा हेर्नुहोस् मैले त्यस्तो छाडा त्यस्तो हुन्छ नि सुन्नै नसक्ने अपशब्दहरू त्यस्तो नराम्रो शब्दहरू केही पनि बोलेको छैन भने नि शब्द चयन राम्रो भएन छ म शिक्षित मान्छे हुँ तर म कानुन विज्ञ थिइनँ मलाई कानुनको धेरै जे होस् 12 दिनको प्रहरीको नियन्त्रण अथवा हिरासत बसाइले हजुरलाई धेरै शिक्षा चाहिँ दियो धेरै शिक्षा हजुर धेरै हिसाबमा सर तपाईँ जान्छु भनेर पनि जान पाउनुहुन्न बुझ्नु भयो नि त्यो भित्र जान्छु भने जान पाइँदैन हजुर र हतकडी एकचोटि जुन मेडिकल गर्दाखेरि लागेको थियो त्यो हतकडी लाउँदाखेरि चाहिँ गरादशा जान्छ अरे मेरो गरादशा गयो होला भन्ने बुझेँ मैले सबै कुरा पोजिटिभ रूपले लिएको छु त्यस्तो नेगेटिभ रूपले लिएको छु निराशा छैन हजुर अब किनभने किन्नुभएको छैन अहिले कुनै पनि देशमा बसिसके पछाडि यो देशको रुल्स सबैले फलो गर्नुपर्छ रमा बस्नेतले मात्रै होइन प्रधानमन्त्रीले पनि नराम्रो गर्छ भने उहाँलाई पनि त्यो रुल्स फलो गर्नुपर्छ किनभने कुनै पनि देशमा बसिसके पछाडि त्यो देशको रुल्स फलो गर्ने कि नगर्ने अनि प्रधानमन्त्रीहरूले चाहिँ जे गर्दाखेरि पनि हामीले वावाई भनिदिनु पर्ने हेरेर ठुलो बस्ने हो भने त यो देश त थाहा छ त नलिता निवासहरू सबै बेचेर खाएका छन् गिरिबन्धु टी स्टेट कहाँ गए हरेक कुराहरू अनि यत्रो गर्ने मान्छेहरूलाई चाहिँ उनीहरू स्कटिङ गरेर लगेर 4-5 तारे होटलमा लगेर खाना खुवाउँछन् भिआइपी बनेर अनि एउटा सामान्य सर्वसाधारणको एउटा मुख बन्द गरेर ठुलो काम गरे जस्तो लागेको होला प्रधानमन्त्रीलाई ठुलो काम गरे जस्तो लागेको होला तर थाहा छ म जस्ता रमा बस्नेत र रवि लामिछाने जस्ता रवि लामिछानेहरू धेरै जन्मिसकेका छन् अब उनीहरूले रवि लामिछानेसँग डराएका होइनन् उनीहरूले गरेका कुकर्म उनीहरूले गरेका षड्यन्त्र उनीहरूले गरेका भ्रष्टाचारसँग उनीहरू आफै डराएका हुन् यो दिन छोटो छ सर आइसकेको छ अब थ्याङ्क यू हजुर धन्यवाद एउटा समाजसेवीको तर्फबाट होइन अब रमालाई चाहिँ मैले स्वागत गर्नुपर्छ आगामी दिन सफल होस् होइन आफ्नो चाहिँ मनमा लागेको कुरा चाहिँ गहिरेर भनेकोमा होइन जनताको चाहिँ एउटा के अरे भूमिका खबरदारी गरेकोमा सधैँ यस्तै खबरदारी गर्नु नचाहिँदो कुराहरू नगर्नु अधिवक्ताजी हुनुहुन्छ एकेमणि नेउपाने धन्यवाद हस् हामी रमा बस्दै त्यति बेला रिया हुनुभएको छ यति बेला अधिवक्ता ओके अधिवक्ताजी हुनुहुन्छ एकेमणि नेउपाने सर नमस्ते नमस्कार नमस्कार जसरी रमा बस्नेतज्यू 12 दिनपछि रिहाई हुनुभएको छ 24 घण्टा अगाडि मात्र एकजना युवा पनि यस्तै प्रकृतिमा अभिव्यक्ति राखेकै भरमा सामाजिक सञ्जालमा बोल्दैकै भरमा उहाँ पनि नियन्त्रणमा आउनुभएको थियो यसै गरी धरौटीमा छोड्नुभयो यो श्रृङ्खला अब रमा बस्नेतमा आएर टुङ्गिँदैछ कि यो निरन्तरता हुँदैछ सर विराटनगरबाट हिजो ल्याएको छ एकजना चितवनबाट पनि हिजो ल्याइ पुर्याएको छ यो राज्यले आफ्नो निर्मम प्रस्तुतिहरू प्रस्तुत गरिराखेको छ र अदालतले एउटा चल्लालाई चिलले तान्न खोज्दा अदालतले होइन तिमीले तान्ने बेला भएको छैन भनेर बचाइदिइराखेको छ श्रृङ्खला लम्बिनेवाला छ युवाहरू अथवा जो अभिव्यक्ति स्वतन्त्रता छँदैछ त्यो अभिव्यक्त गरेकै भरमा अझै लम्बिन सक्छ त्यसो भए होइन राज्य तर्छेको छ राज्य डराएको छ र राज्य आफू शक्ति र सत्तामा बस्नका लागि नागरिकमाथि दोहन गर्ने नागरिकका बोली बन्द गर्ने नागरिकका विचार र अभिव्यक्तिका स्वतन्त्रताहरू हरण गर्ने क्रममा लागेको छ तर त्यसको बाई प्रोडक्ट नागरिक स्तरमा निराशा झन् बढ्दो अवस्थामा छ र यो किसिमका नागरिकहरूलाई अदालतले रिहा गर्दै जाँदा राज्यले त अब सम्झनु पर्छ हामी गलत छौँ
अब हामीले छोड्नुपर्छ र पुस्तान्तरणको आवाज उठाउनुपर्छ। अब हामीले यो जे गरिरहेका छौँ त्यो गलत रहेछ भनेर राज्यले सचिएन भने यो देश हिजो जसरी हामी सुन्थ्यौँ नि बङ्गलादेशको कुरा, पाकिस्तानको कुरा होइन, अनि विभिन्न अरू देशहरूको कुरा, त्यो किसिमले नागरिकमा पुरै फ्रस्ट्रेसन भएर श्रीलङ्काको जस्तो अवस्थामा नागरिकहरू उठेर यो देशका राज्य सत्ता सञ्चालकहरूलाई घिसार्ने अवस्था आउँछ कि भन्ने मलाई डर लागिरहेको छ। त्यो नआओस् भनेर म यिनीहरूसँग बिन्ती गर्दैछु।